हेलो एभ्रिवान, नमस्ते सबैजनालाई जोडले। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो है, सबैले माया गरिदिनु होला। मैले जानी नजानी भए पनि फर्स्ट मिनी ब्लग बनाएको छु। मैले चाहिँ मेरो बुढालाई सरप्राइज दिन्छु अनि त्यसको रिएक्सन लिन्छु भनेर बनाएको थिएँ, तर भएन। मेरो बुढाले चाल पाउनु भएछ नि त। अनि यो चाहिँ म जाने गाडी हो। अब म जान लागेको छु। गाडी पनि आइसक्यो। गाडीमा पनि चढिसकेँ। हेर्नु साथीहरू, म चाहिँ पुरा एक्साइटेड भएर जाँदै थिएँ। मेरो बुढालाई आज म सरप्राइज दिन्छु भन्दै, तर भएन नि त। अनि यहाँ मैले बुढालाई पनि भेटिसकेँ। हाँस्नुहुँदैछ, मैले तिमी आएको चाल पाएँ भन्दै हाँस्नुहुँदैछ। अनि म भिडियो बनाउँदैछु भरे हेर्नु ल भने मैले मेरो बुढालाई। अनि मेरो बुढाले चाहिँ अनि धेरै सपोर्ट गर्नुहुन्छ नि त भिडियो बनाऊ भनेर। अनि मलाई अल्छी लाग्छ नि त, त्यही भएर आज चाहिँ फर्स्ट टाइम भिडियो बनाएको अरे। हेरिदिनु होला कस्तो लाग्छ, कमेन्ट गरिदिनु होला। अनि यहाँ चाहिँ मेरो भान्जा बाबुलाई युट्युब च्यानलमा हेर्नु ल भन्दै हेलो भन्नु लाउँदैछु म चाहिँ यहाँ भान्जा बाबुलाई। मामासँग बोल्दैछ भान्जा चाहिँ खेल्दै। अनि सानो काम थियो नि त मेरो बुढा भएको ठाउँमा जाने, अनि त्यही भएर सामानहरू पनि लिनु थियो। अनि बुढालाई पनि भेट्छु भनेर गएको। घर जाने टाइम पनि भइसक्यो। म चाहिँ गाडी कुरेर बसिरहेको थिएँ, गाडी नै आएन। मेरो बुढाले चाहिँ यहाँनिर गाडी उतो भन्दै 3टा 4टा देखाउँदै नै आएकै छैन। बुढा र म चाहिँ गाडी पर्खेर बसिरहेको छु। बुढा चाहिँ मसँग आउनु भएन, मलाई गाडीमा चढाइदिइराख्नु भयो। अनि ऊ ड्युटीतिरै फर्किनु भयो। अनि आजको लागि यति नै। गुड नाइट।